हेलो साथीहरू नमस्कार वेलकम टु इजी टेक्नोलोजी। साथीहरू आजको यस भिडियोमा तपाईलाई यसो गर्छु, कक्षा 10 को जुन छ अंग्रेजी विषयको जुन छ मोडल क्वेसन कुन क्वेसन आउँछ, कसरी आउँछ, कुन तरिकाले बच्चाहरूले तयारी गर्ने हो सबै कुरा आज यो भिडियोमा गाइड गर्छु। तपाईँ यदि कक्षा 10 को विद्यार्थी हुनुहुन्छ, तपाईँ रेगुलर विद्यार्थी भए पनि या पछिल्लो वर्ष ब्याक लाएर बसेको विद्यार्थी भए पनि दुवैजनालाई के हुन्छ यो भिडियो धेरै नै के हुन्छ इन्फर्मेटिभ हुन्छ। तपाईले इंग्लिशको लागि जुन छ कुन तरिकाले तयारी गर्ने, कसरी पढ्ने, क्वेसन कहाँबाट आउँछ, यसमा भएका धेरै जसो क्वेसन तपाईलाई के हुन्छ तयारी गर्नलाई धेरै के हुन्छ मद्दत पुग्छ। साथीहरू जाम कम्प्युटर स्क्रिनमा एन्ड त्यसपछि आज क्लास सुरु गरौँ। साथीहरू जस्तै कि कम्प्युटर स्क्रिनमा हेर्न सक्नुहुन्छ, मसँग जुन छ एउटा पीडीएफ फाइल छ जुन 2080 सालको जो मोडल क्वेसन हो कम्पलसरी इंग्लिश को। साथीहरू तपाईहरुले यदि कक्षा 10 को एक्जाम को तयारी गर्दै हुनुहुन्छ 2082 सालमा भने तपाईले अब के हुन्छ भने ठ्याक्कै पछिल्लो वर्षको मोडल सेट नहेर्नु होला। त्यो भन्दा अलि हल्का थोरै मतलब अघि जान पर्यो है। ट्याक्कै 79 भयो, 80 भयो, या तपाईको 78 को त्यसबाट तपाईले क्वेसन राम्रोसँग रिभाइज गर्नुहुन्छ भने त्यसबाट क्वेसन के हुन्छ रिपिट भएर आउने गर्छन्। सो तपाईले यो भिडियो राम्रोसँग ध्यान दिएर हेर्नु होला, एकदम लास्टसम्म हेर्नु होला। धेरै जसो कुरा म तपाईलाई के हुन्छ आज यो भिडियोमा कभर गर्छु र धेरै जसो कुरा तपाईले सिक्न सक्नुहुन्छ कि अंग्रेजी विषयमा कसरी तयारी गर्ने। साथीहरू त इंग्लिश विषयको भयो, म तपाईलाई प्रत्येक विषयको जति पनि छन् सब्जेक्टहरु एसीमा सबैको हुन्छ म तपाईलाई के हुन्छ प्रोभाइड गर्छु यस्तै खालको मोडल क्वेसनहरु। टाइम भनेको ठ्याक्कै कति छ 3 घण्टाको टाइम हुन्छ साथीहरू, जुन फुल मार्क कति हुन्छ 75। अब यसमा सबभन्दा पहिला तपाईको आउने भनेको एउटा प्याराग्राफ हुन्छ, अटेम्प्ट अल द क्वेसन भन्छ तपाईको, जसमा तपाईले क्वेसन छोड्न मिल्दैन, सबै क्वेसन सल्भ गर्नै पर्ने हुन्छ। अब तपाईको फर्स्टमा यहाँ भनेको छ कुन ठाउँबाट कसरी तयारी गर्न पर्छ, हामीले तपाईहरुले कुन क्वेसनमा कति टाइम दिने हो लेख्नको लागि र कसरी तयारी गर्ने, यो कुरा तपाई अहिलेदेखि हुन्छ प्र्याक्टिस गर्न थाल्नुहुन्छ भने तपाईलाई के हुन्छ धेरै राम्रो हुन्छ एसी को एक्जाममा है। ओके, यहाँ फर्स्टमा हेर्न सक्नुहुन्छ के भनेको छ, रिड द फलोइङ टेक्स्ट एन्सर द क्वेसन दैट फलो भनेको छ। तपाईले एउटा प्याराग्राफ पाउनुहुन्छ सुरुको फर्स्ट क्वेसनमा है, प्याराग्राफ पाउनुहुन्छ। त्यो प्याराग्राफ तपाईले राम्रोसँग ध्यान दिएर पढ्नु पर्ने हुन्छ। जब राम्रोसँग पुरै पढ्नुहुन्छ बुझ्नुहुन्छ त्यसपछि त्यसको तल ठ्याक्कै के हुन्छ 5वटा क्वेसन दिन्छ साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ 5वटा क्वेसन आएको छ, जसमा तपाईले के हुन्छ भने 1 नम्बर पाउनुहुन्छ एउटा क्वेसनको लागि। ठ्याक्कै 5 into 1 भनेपछि एउटा क्वेसनलाई तपाईले 1 नम्बर पाउनुहुन्छ। 5वटा क्वेसन मिलाएपछि तपाईले के पाउनुहुन्छ ठ्याक्कै 5 नम्बर पाउनुहुन्छ। अब हेर्न सक्नुहुन्छ जस्तै यहाँ भनेको छ Why was the baby taken to the hospital भनेको छ। यहाँ भनेको छ उसको बच्चालाई हस्पिटल किन लिएर गयो भन्ने कुरा हैन। अब तपाईले के हुन्छ राम्रोसँग यो पुरै ध्यान दिएर पहिला पढ्नु पर्ने हुन्छ है, ठीक छ। यसलाई राम्रोसँग तपाईले पढ्नुहुन्छ भने मजाले के हुन्छ आनन्दले के हुन्छ सल्भ गर्न सक्नुहुन्छ क्वेसन। ओके, अब त्यसपछि अर्को सेकेन्ड नम्बरमा जानुहुन्छ भने दोस्रो नम्बरमा तपाईले के हुन्छ अर्को प्याराग्राफ पाउनुहुन्छ जुन तपाईको ठ्याक्कै 10 नम्बरको हुन्छ है। यहाँ के भन्छ रिड द फलोइङ टेक्स्ट एन्ड डु द टास्क दैट फलोज भनेको छ। सबभन्दा पहिला तपाईले के हुन्छ भने पुरै जुन छ प्याराग्राफ राम्रोसँग ध्यान दिएर पढ्नु पर्ने हुन्छ। स्टेप बाई स्टेप लाइन बाई लाइन राम्रोसँग ध्यान दिएर पढ्नुस्। त्यसपछि तपाईले के हुन्छ तल तपाईको के क्वेसनहरु दिएको हुन्छ, तिनी क्वेसनलाई तपाईको तिनी प्याराग्राफबाट के हुन्छ राम्रोसँग बुझेर सल्भ गर्नुपर्ने हुन्छ। जस्तै कि यहाँ भनेको छ राइट द ट्रू एन्ड फाल्स भनेको छ। राइट अब यसमा तपाईँ 5वटा यहाँ तपाईको केही टपिक दिएछ, 5वटा सेन्टेन्समा तपाईको जुन छ यहाँ कुन सेन्टेन्स सही छ कुन गलत छ त्यो तपाईले यही प्याराग्राफ राम्रोसँग ध्यान दिएर पढेपछि बल्ल के हुन्छ बुझ्नुहुन्छ। ओके, अर्को छ नेक्स्ट एन्सर द फलोइङ क्वेसन्स। 5वटा क्वेसन दिएको छ, यो पनि तपाईको ठ्याक्कै 5 नम्बरको हुन्छ। एउटा प्रश्नलाई 1 नम्बर पाउनुहुन्छ। अब साथीहरु किनकि तपाईको यदि कुनै क्वेसनको एन्सर तपाईले राम्रोसँग बुझ्नुभयो भने त्यो क्वेसनमा 4 लाइन 5 लाइनसम्म लेख्नुपर्ने जरुरत छैन है। 1 नम्बरको क्वेसनलाई तपाईले 1 लाइन 1.5 लाइन भन्दा माथि लेख्यो भने तपाईको टाइम वेस्ट मात्रै हुन्छ। त्यही भएर थोरै लेख्नुस्, फ्याक्ट कुरा लेख्नुस् है। त्यसरी के हुन्छ राम्रोसँग बुझेर अगाडि बढ्न सक्नुहुन्छ तपाई अनि राम्रो मार्क्स पनि तपाईको आउँछ। ओके, त्यसपछि अर्को 3 नम्बरमा हेर्न सक्नुहुन्छ यहाँ के भनेको छ रिड द फलोइङ लेटर्स अफ रेकमेन्डेसन एन्ड डु द टास्क दैट फलोज भनेको छ। यसमा एउटा रेकमेन्डेसन लेटर भनेको छ, यहाँ एउटा लेटर दिएको छ, नोटिस छ। नोटिसबाट तपाईले के हुन्छ भने यहाँ केही क्वेसन दिएको छ जस्तै सेम माथिको जस्तै सेम है। यसमा ट्रू फल्स दिएको छ। यसमा केही जुन 5वटा तपाईको हुन्छ सेन्टेन्स दिन्छ, तपाईको सेन्टेन्स सही छ कि गलत छ त्यो है, त्यो अनुसार तपाईले प्याराग्राफबाट के हुन्छ बुझेर लेख्नु पर्ने हुन्छ। अर्को छ एन्सर द फलोइङ क्वेसन, सेम त्यस्तै माथिको जस्तै यहाँ पनि के हुन्छ केही 5वटा क्वेसन दिएको छ। यिनी 5वटा क्वेसन तपाईले के हुन्छ माथिको प्याराग्राफबाट के हुन्छ ध्यान दिएर पढ्नु पर्ने हुन्छ। ओके, सो नेक्स्ट चौथो नम्बरमा हेर्न सक्नुहुन्छ। चौथो नम्बरमा रिड द फलोइङ टेक्स्ट एन्ड डु द टास्क भनेको छ। तपाईले एउटा प्याराग्राफ राम्रोसँग ध्यान दिएर पढ्न पर्छ। 3 नम्बरमा पनि 3टा प्याराग्राफ आइसके माथि
अब चौथो प्याराग्राफ आयो। तपाईँको प्याराग्राफमा सबभन्दा बढी ध्यान दिनु हो तपाईँहरूले। तपाईँको जुन बुक्समा च्याप्टरहरू छन् मेन टपिकहरू तिनी राम्रोसँग तपाईँले ध्यान दिएर पहिला पढ्नुहोस्। अहिलेदेखि नै तयारी गर्न सुरु गर्नुहुन्छ भने तपाईँलाई इक्जाममा धेरै सजिलो हुन्छ र मजाले के हुन्छ प्रत्येक क्वेसन तपाईँले आनन्दले के हुन्छ सल्भ गर्न सक्नुहुन्छ। जस्तो यहाँ भनेको छ हेर्न सक्नुहुन्छ, रिड द फलोइङ टेक्स्ट एन्ड टु द टास्क भनेको एउटा पहिला प्याराग्राफ दिएको छ। ठिक छ, यो प्याराग्राफ तपाईँले राम्रोसँग पहिला पढ्नुपर्छ ध्यान दिएर बुझेर। त्यसपछि अर्को जुन छ हेर्नुहोस् हल्का थोरै प्याराग्राफ भनेको लामो छ अलि है। ठिक छ, यसमा टेक्स्ट भनेको बढी छन्। यसमा हेर्न सक्नुहुन्छ 15 नम्बरको पनि त छैन, ठ्याक्कै हेर्न सक्नुहुन्छ 15 नम्बरको छ भने अभियसली के हुन्छ हल्का थोरै लामो नै हुन्छ प्याराग्राफ। ओके, फर्स्टमा भनेको छ म्याच द मिनिङ एन्ड कलम ए एन्ड कलम बी भनेको त ठ्याक्कै जोडा मिलाऊ भन्छन् हैन, जोडा मिलाउन पर्छ। त्यो अनुसार तपाईँले जस्तै ए नम्बरको कुनमा म्याच गर्छ, बी नम्बरमा कुन म्याच गर्छ, त्यो अनुसार तपाईँले के हुन्छ यही प्याराग्राफबाटै पढेर के हुन्छ बुझ्न सक्नुहुन्छ। ओके, सो बी नम्बरमा छ भनेदेखि फिल इन द ब्ल्याङ्क्स भनेको जुन छ तपाईँको जुन खाली ठाउँ छ यसमा तपाईँले भर्नुपर्छ। ग्रेट्स आर डट पेङ्गुइन्स भनेको छ, यो अनुसार तपाईँले के हुन्छ राम्रोसँग ध्यान दिएर पढ्नुपर्छ। तपाईँले पहिला राम्रोसँग यहाँ ध्यान दिएर पढ्नुपर्छ पुरै प्याराग्राफ यहीँ। ठिक छ, यहाँदेखि सो तपाईँले प्याराग्राफ पढेपछि जति पनि क्वेसन छन् मजाले के हुन्छ सल्भ गर्न सक्नुहुन्छ। ओके, त्यसपछि अर्को छ एन्सर द फलोइङ क्वेसन्स। यहाँ केही क्वेसन छ 5वटा, तपाईँले सल्भ गरेपछि 1 नम्बर पाउनु साथीहरू। यो तपाईँको 1 नम्बर क्वेसन हो, धेरै टाइम वेस्ट नगर्नु होला। म तपाईँलाई अहिले पनि भनिरहेको छु 1 लाइन 1.5 लाइन बढीभन्दा बढी 2 लाइन है, त्योभन्दा बढी लेख्नुहुन्छ भने तपाईँको कलमको मसी पनि वेस्ट एन्ड तपाईँको टाइम पनि वेस्ट। 3 घन्टाको टाइम हुन्छ साथीहरू, क्वेसन धेरै हुन्छन्, तपाईँको 1-1 मिनट धेरै इम्पोर्टेन्ट हुन्छ। त्यो अनुसार तपाईँले के हुन्छ राम्रोसँग ध्यान दिएर लेख्नुपर्ने हुन्छ। आवश्यकताभन्दा बढी नलेख्नु होला। म तपाईँलाई एउटा सजेसन दिन्छु कि कुनै पनि क्वेसन छोड्न हुन्न इक्जाममा। धेरैसो बच्चाहरूको एनजी लाग्नु र मार्क्स राम्रो नआउनु, 1 नम्बर 2 नम्बर जुन छ बच्चाहरूको कम भएर एनजी लाग्छ, त्यस्तो बच्चाहरूको कारण मेन के हुन्छ भने तपाईँ क्वेसन छोडिदिन्छन् नजानेपछि। क्वेसन छोड्नु हुन्न साथीहरू, जुन तरिकाले आउँछ राम्रोसँग सल्भ गर्नुहोस्। प्याराग्राफ क्वेसन त छोड्नै हुन्न, किनकि प्याराग्राफबाट धेरै नम्बर आउने गर्छ। त्यस्तै यहाँ पनि अरू पनि छन् क्वेसनहरू हेर्न सक्नुहुन्छ। रिप्रोड्युस द फलोइङ सेन्टेन्स एज इन्डिकेटेड इन द ब्र्याकेट्स भनेको जुन छ ब्र्याकेट्समा एउटा हिन्ट्स दिएको छ। यहाँ एन्सर तपाईँले के हुन्छ यहाँ चेन्ज, जस्तै यहाँ के हुन्छ जस्तो आई हेभ अलरेडी मेट हर भनेपछि चेन्ज इन्टु नेगेटिभ भनेको त के हुन्छ सकारात्मक छ र नकारात्मक के हुन्छ परिवर्तन गर्ने हो। सो यो ग्रामरबाट तपाईँको यहाँ छ क्वेसनहरू। ओके साथीहरू हेर्न सक्नुहुन्छ। त्यसपछि 10 नम्बरमा एउटा यहाँ क्वेसन छ, चुज एन्ड कपी द करेक्ट एन्सर गिभन इन द ब्र्याकेट्स भनेको छ है। रिराइट इन नट कम्पल्सरी भनेको पुरै लेख्न पर्छ भन्ने छैन है। तपाईँले के हुन्छ भने यसलाई जुन खाली ठाउँ छ त्यसमा के हुन्छ भयो, जस्तै अब सुरुमा तपाईँको यहाँदेखि हेर्न सक्नुहुन्छ आर्टिकलबाट आएको छ, यहाँ ए एन द भनिन्छ नि, त्यसैबाट के हुन्छ क्वेसन पारेको छ। पुरै फुल्ली ग्रामर क्वेसन हो, जुन 10वटा खाली ठाउँ दिएको हुन्छ। 10वटा मध्ये तपाईँले के हुन्छ मिलाउनुहुन्छ भने 5 नम्बर पाउनुहुन्छ। 0.5 नम्बरको एउटा हुन्छ है, यदि एउटा तपाईँले मिलाउनुहुन्छ भने 0.5 पाउनुहुन्छ। सो यदि राम्रोसँग तपाईँले ध्यान दिएर पढ्नुहुन्छ भने, राम्रोसँग ध्यान दिएर क्वेसनको एन्सर दिनुहुन्छ भने तपाईँको इङ्ग्लिसमा एनजी लाग्दैन। धेरैसो बच्चाहरूको एनजी लाग्ने इङ्ग्लिसमै हो। कारण के छ भने प्याराग्राफमा आएको क्वेसनहरू सल्भ गर्दैनन् के, छोडिदिन्छन्। जो आउँछ गर्छन्, नभए छोडिदिन्छन्। क्वेसन छोडिदिने जस्तो कुनै पनि होइन साथीहरू। इङ्ग्लिसमा तपाईँले सबभन्दा राम्रोसँग ध्यान दिने भनेको प्याराग्राफमा हो। प्याराग्राफमा तपाईँले सल्भ गर्न सक्नुभयो भने तपाईँ कहिले पनि फेल हुनुहुन्न क्या इङ्ग्लिसमा, किनकि तपाईँको लगभग म्याक्सिमम नम्बर आउने भनेको त्यहीँबाट हो। हेर्न सक्नुहुन्छ ग्रामर भनेको त ओन्ली 5 नम्बरको छ, बाँकी अरू तपाईँको जुन छ नि त होइन प्याराग्राफबाट। सो अब म तपाईँलाई यहीँ भनिदिन्छु कति लगभग छ। सुरुमा एक्चुअली पहिला सुरुमा 5 नम्बरको भयो, त्यसपछि 10 नम्बर भयो 15, अनि 15 10 25, 25 र त्यसपछि अर्को जुन छ यहाँ 5। ओके 25 र ओके यहाँ छैन 15, 25 र 15 40, एन्ड त्यसपछि अरू अगाडि बढाउँ थोरै 5 नम्बरको लेटर छ हेर्न सक्नुहुन्छ यहाँ। यो तपाईँको हुन्छ 45 भयो, 45 10 5 45 र 5 50। त्यस्तै अर्को यहाँ 7 नम्बर हेर्न सक्नुहुन्छ। डायलग लेख्न भनेको छ 2 जना साथीहरू बिच गेमिङको बारेमा, जुन 6 नम्बरको छ। त्यसपछि अर्को पनि यहाँ एउटा प्याराग्राफ लेख्न भनेको छ, जुन तपाईँको 8 नम्बरको छ। यस्ता ठाउँबाट धेरै के हुन्छन् क्वेसन आउँछन् र नम्बर पनि तपाईँको धेरै पर्छ है। सो त्यही भएर राम्रोसँग ध्यान दिएर लगभग प्र्याक्टिस गर्नु होला, राम्रोसँग ध्यान दिएर तपाईँले के हुन्छ तयारी गर्नु होला। साथीहरू यसै इक्जाम अझै टाढा छ, लगभग 3 महिनासम्म टाइम छ। 3 महिनाभित्र म तपाईँलाई अझै पनि धेरै सो अपडेट दिन्छु यसको बारेमा, प्रत्येक सब्जेक्टको बारेमा तपाईँलाई अपडेट दिइरहेको हुन्छु। साथीहरू मेरो च्यानलमा एसईको मात्रै नभएर तपाईँले +2 को ब्याचलरको या तपाईँ कुनै पनि लोकसेवा सम्बन्धी इक्जामको जुन जति पनि हुन्छ लगभग मोडल क्वेसन प्लस क्वेसन पेपर तपाईँले के हुन्छ यहाँ पाउन सक्नुहुन्छ। म तपाईँलाई के हुन्छ प्र्याक्टिस गरिरहन्छु, राम्रोसँग भिडियो तपाईँलाई प्रोभाइड गरिरहेको हुन्छु। तपाईँ च्यानलमा यदि नै आउनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर सपोर्ट अवश्य गरिदिनुहोस्। आफ्नो साथीहरूलाई पनि के हुन्छ यो भिडियोहरू सेयर गर्नुहोस्, उहाँहरूलाई पनि तयारी गर्न धेरै सजिलो हुन्छ। साथीहरू भेट्छौँ अर्को भिडियोमा अर्को मोडल क्वेसनको साथमा। तबसम्मको लागि बिदा चाहन्छु। थ्याङ्क यू सो मच, बेस्ट अफ लक, नमस्ते।